धेरैजसो कस्टमरहरूले आइफोनको रिपेयरको लागि अथवा यस्तो खालको वाइट स्क्रिन अनि ग्रीन स्क्रिन बनाउनको लागि अथवा अरू कुनै समस्याको लागि हामीलाई चाहिँ खोज्ने क्रममा गुगलमा सर्च गरेर हेर्नुहुन्छ हाम्रो लोकेसन न्यू रोड पोखरामा छ। अनि धेरैजसोले सर्च गर्ने क्रममा चाहिँ च्याट जिपिटीसँग च्याट जिपिटीमा सोद्धाखेरि पनि आइफोन सर्भिस सेन्टर न्यू रोडको लोकेसन देखाइदिँदो रहेछ। अनि त्यसपछि कस्टमरले हामीलाई गुगलको रिभ्यू अनि यता च्याट जिपिटीले पनि हाम्रो नै लोकेसन देखाइदिने भएको हुँदा फोन नम्बर सहितको देखाइदिने भएको हुँदा धेरैजसो कस्टमरहरू एकदम निश्चिन्त तरिकाले आएर हामीसँग आएर सर्भिस लिएर जानुहुन्छ। अनि कस्टमरको फिडब्याक पनि राम्रै हुने गरेको छ। त्यसमा चाहिँ हामी खुसी भयौँ भन्ने कुराको चाहिँ दिनुहुन्छ हैन। अब यदि तपाईँको पनि आइफोनमा केही समस्या छ भने ग्रीन स्क्रिन वाइट स्क्रिन त भइहाल्यो, अरू कुनै वाटर ड्यामेजहरू छ, फेस आइडीसँग रिलेटेड कुराहरू छ हैन, अनि कुनै ड्रप केसहरू छ हैन, हेभी ड्रपहरू, डिस्प्ले, ब्याट्री त सामान्य कुरा भइहाल्यो। यस्ता कुराहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि हामी तपाईँलाई छिटोभन्दा छिटो हजुरलाई चाहिँ हजुरको फोनको डेटा सहितको हजुरलाई चाहिँ त्यसलाई ब्याकअप गराएर दिने कोसिस गर्नेछौँ। सम्झिनु होला, आइफोन सर्भिस सेन्टर न्यू रोड पोखरा। धन्यवाद। पहिलाको चाहिँ